हेलो हेलो साथीहरू नमस्कार जय मिसी है। आज चाहिँ धेरै समय पछाडि खाना खान लागिरहेका छौँ। मतलब चाहिँ यो आज हाम्रो यो खानाको साथमा चाहिँ हाम्रो यो सुँगुरको मासु छ यहाँनिर खाना खाएको भिडियो ल्याउन लागेको। अनि साथमा अब मेरो श्रीमती अलि बिमारी छिन् है। अलि 4-5 दिन जति भयो बिमारी भएको। आजबाट चाहिँ अलि म पनि चाहिँ अब बसेर तपाईसँग खाना खान्छु भनेर चाहिँ आज यो प्लान गरेर चाहिँ यो यहाँनिर चाहिँ हामीले खाना लागिरहेका छौँ। र यहाँनिर साथमा हाम्रो पोलेको टमाटरको अचार छ। अनि त्यहाँदेखिलाई यो सुँगुरको मासु अनि यो लोकल चामल है। अनि यहाँ प्याज छ। अनि त्यहाँदेखिलाई यो चाहिँ सुँगुरको कान है साथीहरू। यो सुँगुरको कान यो यत्रो छ। जहाँ गए पनि सुँगुरको कान बोक्ने तर्सिनुहुन्छ होला। तर चाहिँ यो सुँगुरको हिजो चाहिँ यो के भन्छ हाम्रो फुपूले तल यहाँ हाम्रो कृष्टि फुपू हुनुहुन्छ। उहाँले चाहिँ सुँगुर काट्नु भएको थियो। अनि चाहिँ मैले लिएर आएँ। ल भदै लगेर खाऊ न कान भनेर भन्नुभयो। अनि आज चाहिँ चट्ट यो कान बनाएर चाहिँ होइन अनि खान लागिरहेका छौँ। अनि ल सुरु गरौँ है त ल। अनि कस्तो हुँदो रहेछ अनि तपाईँलाई म भन्नेछु। अनि पानी पनि छ। आज दही छैन दुध छैन। अब मासु भएको बेलामा दही दुध खानु हुँदैन। ल कस्तो रहेछ टेस्ट कस्तो आउँदो रहेछ होइन। खाउँ ल। दामी भएछ। यसमा चाहिँ टमाटर लोकल टमाटर होइन हालेर लसुन मजाले अब यस्तो खालको ग्रेभी बनाएको छ। यो गाउँघरतिरको बुङ्गुरको मासुमा चाहिँ मलाई चाहिँ कस्तो मनपर्छ भने मान्छेहरूले एकदम फ्राई गरेर खानुपर्छ फ्राई मिठो हुन्छ भन्छ। र मलाई चाहिँ हल्का ग्रेभी झोल हालेको चाहिँ गाउँले पाराको एकदम मिठो लाग्छ। ल यो कान चाहिँ मैले खाएँ त साथीहरू ल। यस ओके मिठो छ। सुँगुरको मासुमा पल्किने सुनवारी सुनरतिर ढुकिने कति दिनपछि 3 दिनपछि भात खाँदैछु। जहाँ गए पनि सुँगुरको कान चाहिँ नछोड्ने भयो दिपक शर्माले। उहाँले चाहिँ जहाँ गए पनि कान चाहिँ लिएर आउनुहुन्छ। घरको पनि कान त 2टा कान उहाँले खानुभयो घरको सुँगुरको पनि। चट्ट लाएर होइन गाउँको चामल अनि यसरी सुँगुरको मासुमा चौलेनी हालेर पकाउँदा यस्तो मिठो हुन्छ साथीहरू। म त काठमाडौँतिर गएँ भने पनि काठमाडौँतिर जाँदाखेरि पनि नि के भन्छ कानै हान्छु पोलेर सेकुवा कानको। कान चाहिँ एकदमै मनपर्छ। खासै त्यस्तो बानी थिएन काठमाडौँमा यसो बस्दाखेरि एउटा भतिजले अनि ल आज चाहिँ कान पोलेर खानुपर्छ है भनेर चाहिँ त्यो भनेको कारणले गर्दाखेरि यस्तो मिठो हुँदो रहेछ कान है। त्यहाँदेखि बानी परेको अझ त जहाँ गए पनि सुँगुरको कान बोकिल्याउने। आजबाट त हल्का पिरो पनि खाइयो केही हुँदैन होला त।
किन हुनुपर्ने ज्वरो त छैन, अलिकति हात खुट्टा फैलिरहेको छ, कमजोरी फिल भइरहेको छ। ज्वरो छैन भने केही हुँदैन। भरे फेरि तिते माछाको झोल। मेरो बुढीलाई धेरै कमजोरी भयो है, धेरै काम गर्छन्। अनि त्यो भएको कारणले गर्दाखेरि मैले तिते माछा पनि लिएर आएको छु साथीहरू। भरे चाहिँ तिते माछाको एकदम सुप बनाएर खोलाएर चाहिँ एकदम तङ्ग्राउने विचार छ। अनि मेरो बुढी बिमारी भएदेखिको घाँस काट्नु चाहिँ म एकदमै खटेको छु छोरी र भने होइन। अनि भारी कहिल्यै नपुग्ने क्या, त्यति झ्याउ लाग्छ। काट्नु त मजा लाग्छ मलाई है, भारी कहिल्यै पुग्दैन क्या। अनि भारी पुऱ्याएर ल्याउनु भयो त घाँससम्म। अनि ढिलो भारी पुग्छ भन्नु खोजेको। घाँसको भारी नगरेपछि नगरेको नै र गरेपछि गरेको अरे। म पनि फ्र्याक्चर छु खुट्टा, ठिकै छ, बिस्तारै बिस्तारै गर्दैछु। गाह्रो हुने छ बुढी बिमारी छोडेर भएर सहरतिर म त नजाने भन्दै बस्ने हो नि त। दुःख त सहर गए पनि हुने हो, अचार कता हो, गाउँ गए पनि हुने हो होइन। जो जहाँ गए पनि खट्नुपर्छ, बसेर खाने ठाउँ काहीँ पनि हुँदैन है साथीहरू। पहिला पहिला चाहिँ म सहर जाने भन्थेँ। अब पनि गाउँ छोडेर सहरतिर म त नजाने। मेरो बुढी जिताउने नि भइसक्यो। भात पनि खाएँ आज त, भुँडीभित्र पसेर ठिकै छ, मुक्तिको भएर कहिले कहिले रमाइलो गर्नुपर्छ, बिजो हुनुपर्छ, नाच्नु पनि पर्छ। अब कहिलेकाहीँ मनोरञ्जन पनि गर्नुपर्छ है साथीहरू। सधैँ काम 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 भनेर मात्रै पनि हुँदैन। कहिले मजाले काम गऱ्यो, मजाले बस्यो है, यसरी कहिलेकाहीँ सुँगुर काटेको बेला टक्क ल्यायो, यसरी काम खायो होइन। बडो टेस्ट छ। जाने मेरो बुढो कान खाएरै भाइरल हुन्छ क्या हो। यत्रो कान कसरी खायो दाइ भनेर गाउँको सबैले पहिलोचोटि भेट्दाखेरि सबैले मलाई कसरी खाइस् त्यत्रो कान, आम्मामा कान चाहिँ खाएकै हो भनेर कुरा गरे रे। लाज लाग्यो भन्दै हुनु त, अब त लजाउनु हुन्न। कसरी खाइस् है त्यत्रो कान, आम्मामा भनेर तर्स्यो अरे मान्छेहरू। तर मासु चाहिँ खाने हो मेरो बुढोले। ल साथीहरू, मेरो भिडियो कस्तो छ है, म यदि तपाईँहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला है। कुनै गल्ती भएमा क्षमा चाहन्छु है साथीहरू। हस् त, धन्यवाद, बाई बाई।